हे गाइस वेलकम टु माई मिनी भ्लग। आज चाहिँ म बिहानै सबेरै उठेर खाना खाएँ। आज चाहिँ आलु चटनी बनाएको थियो सोल्टिनीले, एकदम मिठो भएको थियो। दाल भात खाएर अनि बाथरुम सफा गर्नतिर लागेँ। कलरहरू त्यहीँ राखेको थियो अनि एउटा एउटा गर्दै कलरहरू झिकेँ मजासँगले। अनि यता साइड लाएँ अनि सिमेन्ट पनि थियो हाफ बोरा, अनि त्यो नि हालिदिएँ पानीले भिज्छ भनेर मजासँगले प्लास्टिकले दायाँ बायाँ गर्दै छोपेँ। एकदम मजासँगले छोपेर अनि त्यसपछि म जस्ता ल्याएर छोपिदिएँ पानीले नभिजोस् भनेर। अनि त्यसपछि बारङ ल्याएर सेट गरिदिएँ। अनि पाइप थियो पाइप नि राखिदिएँ। अनि त्यसपछि बाथरुम सफा गर्नतिर लागेँ अनि हार्पिक छरेँ चारैतिर। अनि मजासँग ब्रस लाउँदै यताउता कुना काप्चातिर चारैतिर ब्रस लाएर पानी खनाउँदै अझै कता कता फोहोर छ हेर्दै अनि ब्रस लाएर मजासँगले सफा भयो। त्यसपछि माछा सफा गर्नतिर लागेँ। एक हप्ता भएको थियो पानी चेन्ज नगरेको। अनि एउटा एउटा माछा झिकेर गिटी पनि झिक्न थालेँ, बट्टामा हाल्दै झिकेँ सबै गिटी। अनि त्यसपछि अनि पानी सफा गर्नलाई म पानी तान्न थालेँ पाइपले। त्यसपछि एक्वेरियममा पानी हालेर एकदम मजासँगले सफा गरेर अनि बाहिर एकछिन राखेँ। एकछिन राखेपछि फेरि अनि पुस्न थालेँ। हल्का लेउ परेर रहेछ चारैतिर पुस्दै हेर्दै कता कता परेछ। अनि त्यसपछि एकछिन सुक्न दिएर अनि पानी हालेर अलिअलि मस्काउँदै अलिअलि कता कता छ एकदम मजासँगले मस्काएर अनि टेबल ल्याएर सेट गरिदिएँ। त्यसपछि मजासँगले हालेँ एक्वेरियम। अनि एक्वेरियम हालेपछि अनि त्यसपछि गिटी हालेँ अघिको। अनि अघिको गिटी हालिसकेपछि अनि त्यसपछि प्लान्ट हल्का थियो अनि त्यो प्लान्टहरू एकदम सेट गर्न थालेँ। त्यसपछि अनि पानी हालेँ मैले। अनि पानी हाल्दै 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 2 बोतल हालेँ। अनि बोतलले पुग्दैन भनेर फेरि अर्को बट्टा ल्याएर अनि हाल्न थालेँ। अनि मजासँगले हालेर अनि हल्का भरि त हाल्नु भएन अनि अलिकति थोरै छोडेर अनि हालेँ। अनि त्यसपछि अनि बारी खन्नतिर लागेँ। झारहरू पलारहेछ अनि मस्तसँगले बारी खनेँ यताउता खन्दै खन्दै। अनि बारी खनेर सकेपछि यता दिदीहरू चाहिँ साग टिप्दै हुनुहुँदो रहेछ। अनि भाउजूले पनि टिपिरहनु भएको थियो। अनि साग चाहिँ तोरीको यति फलेछ गाइस। अनि मकै नि छ यता हाम्रो। यता यत्रो सानो बोटमा खोर्सानी फले रहेछ उतातिर। अनि यता कर्कलो रहेछ। पहिला चाहिँ सानैमा रोपेको अहिले यत्रो ठुलो भइसकेछ गाइस। अनि रातिको लुक्स चाहिँ माछाको यस्तो खतरा देखिरहेछ गाइस। सी यू नेक्स्ट ब्लग, सब्सक्राइब गाइस एभ्रिवान, बाई।